नमस्ते सबैजनालाई। आज हामीहरूले चाहिँ एउटा नेपाली कुखुराको अचार बनाएर मेरो दर्शकहरूलाई देखाउन खोजिरहेको छु। हामीहरूले धेरै पहिलादेखि विभिन्न थरीको भेजिटेबलको अचार, काँक्रोको अचार, मुलाको अचार, लप्सीको अचार हामीले खाएका थियौँ। सान्ताको अचार, कोइलाको अचार, आमाको अचार, भाउजूको अचार, बहिनीको अचार भनेर विभिन्न थरीको अचारहरू हामीले लामो समयदेखि खाएका छौँ। तर त्यो अचार कसरी बनाउने भन्ने कुरा मान्छेहरूलाई चाहिँ एकदमै खुल्दुली लागेको बेलामा मैले यो नेपाली अचारलाई चाहिँ यस्तो हाल्ने भनेर स्टेप बाई स्टेप अलिकति रेसिपी दिन खोजिरहेको छु। यसलाई चाहिँ राम्रोसँग हेरेर प्रतिक्रिया दिनुहुन मेरो युट्युब च्यानल, टिकटक, फेसबुक, ट्विटरहरूमा चाहिँ हेरेर मेरो चाहिँ कमेन्ट दिनुहुन म मेरो दर्शकहरूलाई विनम्र अनुरोध गर्दछु। यो चाहिँ हाम्रो तयार भएको कुखुराको अचार चाहिँ आज म आफै टेस्ट पनि गर्दैछु, तपाईँहरूलाई देखाउन गइरहेको छु कलर कस्तो छ। यो चाहिँ यस्तो तयार भइसकेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ 500 ग्रामको हो, 500 ग्राम कुखुराको बनाएको। यो चाहिँ पर्सन साइज चाहिँ यति हुन्छ। कलर यस्तो भइसकेको छ। यो चाहिँ लामो समयसम्म रहन्छ। यसमा चाहिँ बिग्रिने चिजहरू केही पनि हालेको छैन। यो भिडियो चाहिँ कन्टिन्यू तपाईँहरूले हेरिदिनु हुन म विनम्र हार्दिक अनुरोध गर्दै यो अचार म टेस्ट पनि गर्छु कस्तो छ। आज एकदमै मिठो छ, एकदम पर्फेक्ट छ। तपाईँहरूले बनाएर आफूले पनि ट्राई गर्नु हुन म विनम्र हार्दिक अनुरोध गर्दछु। अब चिकनको टुक्रा गर्ने, टेन्डर पार्टलाई, बोनलेस चिकनलाई 500 ग्राम चिकनलाई कटिङ गरिसकेको छ। अब यसलाई हल्का नुनमा मोलेर डिप फ्राई गर्ने भेजिटेबल ओइलमा, सफा तेलमा। मसलाहरू यस्तो यस्तो हालिन्छ, होल गरम मसला एकदम गोल्डन ब्राउन हुनु, क्रेप्सी हुने गरेसम्म फ्राई गरिसकेको छ हामीले। यसमा फेरि एउटा सफा प्यानमा मस्टर्ड ओइल हाल्ने, टुक्रा अदुवा र लसुनको टुक्रा हालेर ब्राउन हुँदैछन् पकाउने। अनि एउटा सफा प्यानमा तोरीको तेल हालेर अदुवा र लसुनको पेस्ट हाल्ने, अघि ग्राइन्ड गरेको धुलो मसलालाई हाल्ने, लेमन जुसलाई हाल्ने त्यसमै र राम्रोसँग स्लो हिटमा पाक्ने गरी पकाउँदैछु म। यहाँ पकिरहेछ, देख्न सक्नुहुन्छ। त्यसपछि चिल्ली पेस्ट हाल्ने, चिल्ली पाउडर हाल्ने, चिल्ली पेस्ट हाल्ने। अलिकति मैले हालिसकेको छु। टिमुरको धुलो अलिकति हाल्ने, धेरै टिमुरको धुलो नै हाल्नु हुँदैन। अलिकति मैले भेनेगर हालेको छु अप्सनमा। भेनेगरले चाहिँ लामो समयसम्म बिग्रन दिँदैन, ब्याक्टेरिया ग्रोथ हुन दिँदैन। त्यस कारणले गर्दाखेरि मैले अलिकति भेनेगर पनि हालेर चलाएको छु। त्यसपछि एउटा प्यानमा, खाली प्यानमा मैले अघि बनाएको त्यो लेदोलाई हालेँ, मसला पकाएको मसलालाई हालिसकेको छु। र त्यसपछि सल्ट, सी सल्ट, व्हाइट सल्ट अलिकति हाल्ने, त्यो अघिको अदुवा लसुनलाई हाल्ने, लेमन जुस फेरि पछि लेमन जुस अलिकति हाल्ने। रेड चिल्ली पेस्टलाई पनि अलिकति एड गर्ने। लास्टमा मस्टर्ड ओइल, तोरीको तेललाई पनि अलिकति हामीले हाल्ने। लास्टमा पनि हामीले अलिकति टिमुरको धुलो हालेर यसरी राम्रोसँग मोलेर यसलाई चाहिँ राम्रोसँग एयर टाइट हुने गरी गरेर राख्न सक्नुहुनेछ। नमस्ते।